आँखा नलाउने गाई त पेट दुख्छ सबैजना मिलेर लाइक कमेन्ट सेयर सबै गर्नु होला सब्स्क्राइब पनि शान्तको अचार उद्योगमा जानु होला नाम ठुल्यो सबैलाई स्वागत छ मेरो भ्लगमा। आज चाहिँ कलेजमा आएर पुरै चटपटे खान लागेको छ हामी चाहिँ हाम्रो साथीहरू चटपटे बनाउँदैछ हामीले आज सहयोग गर्दैछौँ सबैजना आफ्नै ताला छन् अहिले चाहिँ अगाडि सर हुनु चाहिँ हाम्रो विशाल सर हुनुहुन्छ चञ्चली है चाहिँ हामी चटपटे बनाउँदै खाइरहेको छु हेले भन्दै हुनु त भ्लगमा हाम्रो भ्लगर अस्मिता हुनुहुन्छ यहाँ है उहाँ पनि खत्रै भाइरल छन् युट्युबमा है सबैले चिन्नुहुन्छ चञ्चली चाहिँ क्लासमा सबैले चिन्छ है हाम्रो चाहिँ अस्तिको बाँकी चटपटे खान्छ होइन गाइस अनि आज चाहिँ हाम्रो पुरै सामान ल्याएर पुरै यहाँ जुस ड्यु पनि ल्याएर छ साथीहरू अनि हामीहरू चाहिँ खान्छौँ होइन अहिले एकछिनपछि अहिले चाहिँ बनाउँदैछौँ आँखा नलाउने गाइस हामी पेट दुख्छ लगाइदिनु हामी भन्थ्यौ त के बोल्नु छ कि इन्टरभ्यू लिउँ तिम्रो बस्नु न यहाँ लाज मान्नु हुँदैन क्या बस्नु बस्नुहोस् हजुर के भन्न चाहनुहुन्छ बजेट कतिको होला आज गाइस म चाहिँ आफ्नै बेन्चमा आइसकेको छु है केटीहरू तयार गर्दैछ यता चाहिँ केटाहरू हुनुहुन्छ है खतरा भइरहेको छ गाइस होइन हाम्रो चाहिँ आज कलेज क्लास चाहिँ अहिले 3rd ग्रेड हो हाफ अगाडिको सरलाई नै अलि अल्छी लगाइरहेको छ आज अनि उहाँले बनाएर खाऊ भन्नुभयो त्यही हामी बनाइरहेको छौँ र सरलाई सोर सुकिरहेको सोर सानो आइरहेको बेल छ अहिलेको अवस्था यस्तै छ गाइस अस्मितालाई सपोर्ट गरिदिनु होला मेरो भ्युअर्सहरूले चाहिँ अस्मिताको युट्युब आइडी के चक्लेटी भ्लग छ उसको नाम युट्युब च्यानलमा अनि सब्सक्राइब गरिदिनु होला उहाँलाई नै है मलाई नै भन्नु नि त यसो सबैजना मिलेर लाइक कमेन्ट सेयर सबै गर्नु होला सब्स्क्राइब पनि धन्यवाद लजाएर होइन मेरो याद शान्तको अचार उद्योगमा जानु होला अनि अचार खानु होला है चिकनको अचार है धेरै मिठो हुन्छ उहाँको चाहिँ है उहाँले अलि सम्पर्क गरेर खरिद गरिदिनु होला है सबैले अनि मिठो हुन्छ यो चाहिँ यो शान्ताको ल त्यतिकै सिकेको छ गाइस अचार इङ्ग्लिसमा अचारलाई के भन्छ अरे इङ्ग्लिसमा पिकल्स ए इङ्ग्लिसमा अचारलाई के भन्छ मान्छेहरूको लगाएर त्यही पनि चटपटे खान्छ गाइस होइन बार्नु हुँदैन मेरो त्यस्तै भइरह गाइस कन्सिल भयो नि चटपटे खाना चाहिँ छोड्नु भएन है खतरा बोलिरहेको छ है हाम्रो चाहिँ खतरा आज पार्टी छ गाइस है यो मेरो के हेर्न साथीहरू होइन मेरो मोनिटाइज भएको पार्टी हो आज ल सबैलाई देखिरहनु भयो होला उहाँलाई एकचोटि देख्नु भयो होला है उहाँलाई नि
रौनकजी चाहिँ खत्रै हुनुहुन्छ है उहाँ चाहिँ टिचर पनि हो फास्ट्यागमा फास्ट्यागको नाम त अब चिन्नु भयो होला सबैले खानुस् भन न म त खान्न यार म त तातो पानी खाने हो पेपर आइसकेको छ है एक्जामको पेपर यस्तोमा काम लाग्छ अहिले चञ्चले अलिकति खै ल गाइज अब सुरु हुनु लागिरहेको छ है चटपटे हाम्रो चञ्चले चाहिँ रेडी पार्दैछ कस्तो आउँदा देखायो गोरो देखाउनलाई खिचा क्या फ्लाइस गरेर कस्तो छ सर मिठो छ हो अच्छा ठन्डै झऱ्यो यार ल है ल गाइस ठ्याप्प लाएर झऱ्यो झऱ्यो लास्ट चाहिँ यस्तो छ गाइस होइन बिस्तारै खानु न सर चञ्चलीको नाक ठुलो भयो नाक ठुलो भयो तिम्रो लेमन ट्री हो होइन मलाई अस्ति 5 स्टार होटलमा राखेर एक दिन भएको थियो मैले होइन चञ्चलीले चस है चस बस्छु नभए खला नि केही भन न मेरो चञ्चली यस्तो छ जेबिसी है जन्म भएन छ जानु भएन भने लास्ट स्टेजमा हेलो लीला खतरा भइरहेको उता नि हाई गर न ओए हो चञ्चली हाई गाइस यता नि सुरु भइसक्नु है हल्का हल्का ल गाइस ठ्याप्प लाएर ट्याप्प लाएर है नाम ठुल्यो नाम ठुल्यो ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे एडभान्समा चक्लेट खान लगाएर छ है निस्माले द्याट चक्लेट ह्याप्पी बर्थडे भनिदिनु होला निस्मालाई है कमेन्टमा है कमेन्टमा गएर है
गरिहाल्नु न भिडियो चाहिँ हेर्दै गर्नु होला गाइज है आजलाई यति हजुरहरूले पनि चक्लेट बनाएर खानु होला क्लासमा रमाइलो हुन्छ साथीहरूसँग खाँदाखेरि अनि मिठो पनि हुन्छ रहेछ धेरैजना हुन्छ हामीले सबैजना होल टोटल क्लास मिलेर चक्लेट बनाएर खाएर रमाइलो भयो हेर्दै गर्नु होला पर्सि एघार गेम छ त्यो गेम हेर्नु सपोर्ट गर्दै गर्नु होला भन्दै यो भ्लगमा इन्ड गर्न चाहन्छु